टाइम वेलकम ब्याक टु माई च्यानल। र आज हाम्रो एक्जाम सकिएको छ र एक्जाम कस्तो भयो भन्ने कुरा नगर मेरो मुड अफ हुन्छ। अनि हामी चाहिँ यहाँ घुम्न आएको थियौँ अनि सिजी ल्यान्डमार्कमा चाहिँ गयौँ, तर मैले भिडियो खिच्न पाइनँ होइन। तर सर्ट क्लिपहरू हाम्रो टिकटकहरू छन्, अब त्यो चाहिँ म हालिदिन्छु, हेर्न सक्नुहुन्छ। अन्त अब मैले भ्लग चाहिँ बनाउनु पाइनँ थिएँ। अनि अहिले चाहिँ हामी ट्याक्कै हाम्रो भातभटेनीको अगाडि छ, मेरो जुन चाहिँ जलेको थियो पहिला। अनि अहिले चाहिँ हेर्नु कति राम्रो बनेको छ। हामी यहाँको टुर चाहिँ दिन्छौँ तपाईँलाई। रितिका सुवेदी अनि भातभटेनी। ओके गाइस, हामी चाहिँ सबिता भएर आएको छ। बोलाउनु त केही होइन, भिडियो अन गरेपछि के भन्ने। हामी आइसक्रिम खानियो, पेस्ट्री खायो र हामी आइसक्रिम खानियो। गाइस हामी हेर्नुहोस् गाइस, हामी टिकट पाइसकेका छौँ। गाइस हाम्रो आइसक्रिमको टिकटहरू हाम्रो के अरे सो गाइस जाने हो अब हिँड्दै हिँड्दै हामी। अब हामी भित्र चाहिँ छिरेन, हामी ल्यान्डमार्कमा गएको थियौँ नि त। अनि धेरै बेर हुन्छ घर जान, अनि त्यही भएर अरू काम पनि छ हामीलाई, धेरै बेर भुल्नु भएन होइन। अनि त्यही भएर हामी भातभटेनी चियर्स गाइस, चियर्स। सविताले गरिदिएको काम सम्बन्धमा सविता पग्लु है चिनेकै त ऊ भएको बोल्नु पग्लु कि कहिले म घर गएर यमसित मिलेर हेर्छु, त्यसपछि सम्बन्धको कुरा गर्न अहिले नगर। अहिले अब आज खतरो के खिलाडी एकदमै, तर मिल्यो भने मात्र है। मिलेन भने यति सराब छु मैले घर गएर पनि अब रेकर्ड बन्छु। सदीक्षा अब मलाई तिमीले जेठ 8 र 9 मा के पार्टी दिन्छौ? जेठ 8 र 9 मा तिमी हाम्रो घर आयो भने पार्टी जे पार्टी भने त्यही मोमो, चाउमिन, किमा नुडल्स, बर्गर, पिज्जा। घरको एड्रेस कहिले यहाँ चाहिँ पब्लिकली चाहिँ नभनौँ। रिच यसरी तिमी आउनु